हेलो नमस्ते साथीहरू। के भन्नु अब म एउटा सानो वर्णन गर्नु लागिरहेछु। हामी दार्जिलिङ पहाडमा बसेको हौँ। दार्जिलिङ आमाको कोखमा हुर्केको जन्मेको, त्यसैले गर्दाखेरि आमा दार्जिलिङ हामी बसेको जग्गा हो। त्यसैले गर्दा सानो दार्जिलिङ आमाको सानो वर्णन गर्न लागिरहेछु। त्यो वर्णन साथीहरूले सुनिदिनु होला, किन त्यो वर्णन जो गर्दैछु त्यो पनि मेरो गीत हो, आफ्नै कम्पोज गीत हो। त्यसको सानो टुक्राबाट म वर्णन गर्दैछु, सुनिदिनु होला। अब चियाबारीको विषयबाट म थाल्छु। पहाडीकन चियाको बारी, पहाडकी रानी दार्जिलिङ, डाँडा काँडाको हरियो वन, सम्पत्ति हाम्रो दार्जिलिङ। यसैले म माया गर्छु स्वर्गकी रानी दार्जिलिङ। धन्यवाद। लामो छ यो गीत, तर मैले एक भर्समा तपाईँहरूलाई सुनाएँ। कुनै दिन गाएर पनि सुनाउने कोसिस गर्छु। धन्यवाद।